नमस्कार, तपाईँले हेर्दै हुनुहुन्छ हाम्रो युट्युब च्यानल सियाल अनलाइन मिडिया। हामीले मावि निमाविको अनलाइन परीक्षा सञ्चालन गरिसकेका छौँ र निमाविमा पनि हामीले धेरै प्रश्नहरू पार्न सफल भएका छौँ र धेरै साथीहरूले पुनः प्राथमिक तहको अनलाइन एक्जाम गर्नु पर्यो भनेर हामीलाई कल गर्नुभएको छ, मेसेज गर्नुभएको छ। त्यही भएर हामीले आजदेखि साउन 1 गतेसम्म 1 महिनाको लागि मात्र रु 650 मा दैनिक अनलाइन परीक्षा प्राथमिक तहको सेटहरू हामीले तपाईँहरूलाई आजदेखि सञ्चालन गर्दैछौँ। अब भने विज्ञापन हुन्छ, साथीहरू धेरैले जिज्ञासा गर्नुभएको थियो प्रावि विज्ञापन हुन्छ कि हुँदैन भनेर। यही शैक्षिक सत्रभित्र भन्नाले असार 25 गतेभित्रमा चाहिँ विज्ञापन हुन्छ। जसरी पनि तपाईँहरू मजाले तयारी गरिरहनु होला। विशेष केही प्राविधिक समस्या र केही दरबन्दी मिलानको कार्यक्रमले गर्दा मात्र स्थगित भएको जुन 2200 कोटा छ त्यो चाहिँ असार 25 गतेभित्रमा चाहिँ यही शैक्षिक सत्र विज्ञापन हुन्छ र साउन 1 गतेदेखि नयाँ कार्यतालिका आउँछ र नयाँ तालिका आइसकेपछि प्रावि खुल्ने या नखुल्ने अर्को वर्षको लागि अब कक्षा 1-3 को लागि आधारभूत तह भनेर र माथि 4 देखि माथि विषयगत हुनेछ भने 1-3 को लागि भनेर पनि अलि थोरै कोटामा पनि विज्ञापन हुनेछ। त्यसपछिको कुरा र यो आर्थिक वर्ष असार 25 गतेसम्म भने प्राथमिक तहको विज्ञापन भइसक्नेछ र तपाईँहरूलाई अब मैले केही प्रश्नहरू राख्छु र त्यसपछि तपाईँ जोडिन चाहनुहुन्छ भने आजदेखि प्राथमिक तहको लागि 1 महिनाको लागि आज जेठ 27 गतेदेखि साउन 1 गतेसम्मको लागि मात्र रु 650 मा दैनिक अनलाइन परीक्षा त्यसको उत्तर कि फिडब्याक पाउन सक्नुहुनेछ। र निम्न माध्यमिक तहमा हामीले ब्रह्माण्डबाट, यसैगरी शिक्षाबाट, यसैगरी विज्ञान प्रविधिबाट र धेरै प्रश्नहरू पार्न सफल भएका छौँ र धेरै साथीहरूले हामीलाई मध्यनजर गर्दै पुनः पनि एक्जाम दिनु पर्यो सर भनेर धेरैले आग्रह गर्नुभएको छ र हामी आजदेखि सुरु गर्दैछौँ। मात्र रु 650 मा मोबाइल नम्बर 98 493 10 709 बालाजुक काठमाडौँ रहेको छ। केही प्रश्नहरू राख्छौँ तपाईँहरूका लागि र त्यसपछि हामी तपाईँहरू हामीलाई अहिले नै कल गरेर जोडिन सक्नुहुनेछ। यी सेवामा पे गर्नुहोला भन्न चाहन्छु र नयाँ पुरानो जति पनि साथी हुनुहुन्छ आजदेखि जोडिनुहोस्, मजाले तयारी तीव्र रूपमा गर्नुहोला भन्न चाहन्छु। पहिलो प्रश्न राख्छु मैले, पृथ्वीको भूमध्य रेखीय व्यासको लम्बाइ कति रहेको छ? यसको सही जवाफ हो 12,756 रहेको छ। यसै युरोप महादेशमा पर्ने पर्वत श्रृङ्खला कुन हो? यसको सही जवाफ हो एल्पस। यसैगरी बालबालिकाको सिद्धान्त अनुसार कुन उमेर समूहका बालबालिकाहरूमा सांस्कृतिक पूर्वाग्रह सम्बन्धित द्वन्द्व बढी देखा पर्ने गर्दछ? यसको सही जवाफ हो किशोर अवस्था। यसैगरी सामान्यीकरण गर्न सकिने सिद्धान्तको विकास गर्न कुन अनुसन्धान सबैभन्दा बढी उपयुक्त मानिन्छ? यसको सही जवाफ हो आधारभूत अनुसन्धान। यसैगरी शिक्षा ऐन 2028 को अनुसार आधारभूत शिक्षाको परिभाषा कसरी रहेको छ? प्रारम्भिक बाल शिक्षादेखि कक्षा 8 सम्मको शिक्षा रहेको छ। यसैगरी प्रकाशले 1 सेकेन्डमा कति दूरी पार गर्छ? यसको सही जवाफ 3 लाख किलोमिटर। पृथ्वी पश्चिमबाट पूर्वतर्फ प्रति घण्टा कति किलोमिटरका दरले घुम्छ? यसको सही जवाफ हो 1600 किलोमिटरका दरले। यसैगरी अर्को प्रश्न रहेको छ, स्मृतिका प्रक्रिया तथा चरणहरू उपयुक्त क्रम कुन हो? प्राप्ति, सङ्केतीकरण, भण्डारण र पुनः प्राप्ति रहेको छ। यसैगरी सबैभन्दा छोटो दिन हुने ग्रह कुन हो? यसको सही जवाफ हो बृहस्पति। यसैगरी अर्को प्रश्न रहेको छ, पृथ्वीबाट अनुसन्धान गरिएको पहिलो ग्रह कुन हो? यसको सही जवाफ हो शुक्र ग्रह रहेको छ। यसैगरी अर्को प्रश्न राख्न गइरहेका छौँ, सूर्यको 20 भाग छेकिने भई वरिपरि गोलो भाग रिङ जस्तो देखिने अवस्थाको ग्रहणलाई के भनिन्छ? यसको सही जवाफ हो वलय ग्रह भनिन्छ। यसैगरी अर्को प्रश्न रहेको छ तपाईँहरूका लागि अर्को प्रश्न राख्छु, ठुलो र चहकिलो उल्कापातलाई के भनिन्छ? यसको सही जवाफ हो फायरबल। यस्तै गरी अर्को रहेको छ, विश्वमा कतिवटा भूपरिवेष्टि राष्ट्र छन्? 48 वटा। एसियामा 12, अफ्रिकामा 16, युरोपमा 18 र दक्षिण अमेरिकामा 2 रहेको छ। र हामी अब तपाईँलाई अन्तिम प्रश्न राख्छौँ तपाईँहरूको लागि, उत्तर ध्रुवदेखि दक्षिण ध्रुवसम्म फैलिएको महासागर कुन हो? यसको सही जवाफ हो आन्ध्र महासागर रहेको छ। आजदेखि जोडिन चाहनुहुन्छ भने, प्राथमिक तह उत्तीर्ण गर्न चाहनुहुन्छ भने हामीले अहिलेसम्म सञ्चालन गरेका परीक्षामा बरु तपाईँ इन्स्टिच्युटका परीक्षाहरूमा प्रश्न फसेको छैन, हामी धेरै प्रश्नहरू पार्न सफल भएका छौँ। जोडिन चाहनुहुन्छ भने मजाले जोडिनुहोला। आजदेखि साउन 1 गतेसम्मको लागि मात्र रु 650 मा मजाले पास हुनुहोस्। तपाईँलाई अग्रिम शुभकामना सहित छुट्टिन्छौँ। हवस् त, नमस्ते।